हाई गाइस, के छ खबर? कहाँबाट हेर्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? लाइक सेयर कमेन्ट गर्नु नबिर्सिनु होला। होपफुल म युएबाट आबुधाबी भन्ने ठाउँबाट म कुरा गर्दैछु। खासै कुरो त केही छैन, गर्नु पऱ्यो। त्यही पनि यसो सामाजिक सञ्जालमा देखिरहेका कुराहरूलाई चाहिँ यसो गरौँ भनेर आएको। के भएको हो क्या नेपालमा? के भएको? के गर्नु खोजेको? म त कसलाई के भन्ने, कसलाई के भन्ने। एक त धेरै झोलेहरू धेरै भयो, पार्टीको मान्छेहरू धेरै भयो। के गर्ने यो झोलेहरूलाई कसरी तह लाउने यार? थपक्क बालन सरकारलाई गर्नु दिएन भने अनि पूर्वबाट के भएको यो हर्कसम्म? म त कुरै बुझ्दिनँ त। खासमा हर्कलाई चाहिएको चाहिँ के हो? एक आपसमा लडाइरहेछ उहाँ। अब झन् प्रधानमन्त्री भएको भए त के बनाउँथ्यो होला, के गर्थ्यो होला? म त छक्क लागेर आउँछु। छोडिदियो, देश बेचिदियो यार, नेपाल बेचिदियो, ढोक्यो हुन्छ कुनै देशले बेचिदियो यार। म त त्यही भन्छु। अब राखेर पनि के गर्ने? यो मेन त नेपालमा जनताहरू उस्तो छ, एक आपसमा किन लड्ने? के भयो झोलेको मान्छेहरू? काम छैन तिमीहरू? क्या सबक्क घरमा गएर बस न, चुपो लागि बस। गरिया गर बर्खा लागिरहेछ, धान रोप, अब सालु खाने धान उब्जाऊ, उयो गर, सकिगयो नि। बगटमा कुदेको छ, यता पनि कुदेको छ, यता पनि कुदेको छ। यो पनि अरे त्यो पनि अरे, लट्टेको झिजो लगाएर आउँछ यार नेपालको यो देखेर पनि। कोही भन्छ गृहमन्त्रीको राजीनामा दे, बालनको राजीनामा दे। तेरो बाउहरूले बनाइदिएको प्रधानमन्त्री राजीनामा तैँले भन्ने बित्तिकै दिनुपर्ने। किन दिने? नदिने, नदियोस्। दिनुपर्ने भने कहाँ लेखेको छ? के भयो? राजीनामा आएको छ, गर्नु दिएर चुप लागि कानमा तेल हाल्दै बस्छ, सकिगयो नि। धनमा उरिन्छ मान्छेहरू पनि यार, काम छैन, काज छैन यार, के भन्नु गाइस अब यार।